नमस्कार छ। यसो फेसबुकमा हेरेको त यो भान्जाहरूलाई हिजो माओवादी केन्द्र र अरू पनि हो कि माओवादी केन्द्र चाहिँ विशेष गरी भइ नै हाल्यो। हाम्रो उपमेयरको पार्टीमा आबद्ध भएको विद्यार्थीहरू होला नि बिचरा, कि कुन पार्टीको विद्यार्थीहरू होला है। कोही धरानकै होलान्, कोही कता कताको पढ्न आएको होला। अस्ति पनि एकजना यता माथि के अरे पहाडी जिल्ला धनकुटा भन्ने सुनेको थिएँ। धनकुटाको एकजना विद्यार्थीलाई उच्काएर त्यहाँ बोर्ड सोटहरू च्यात्ने कामहरू पनि गरे। अहिले अब यो विद्यार्थीहरूलाई हिजो ल्याएका छन्। अनि त्यहाँनिर तपाईँको चाहिँ नि उपमेयरले डोजरको चाबी खोसाएर ड्राइभरलाई, कर्मचारीलाई हक्कीदप्की गरेर चाहिँ खोसाएर लगेको कारणले पब्लिक चाबी लिन आएको थियो। अनि त्यो देखेर हच्किएछन् बिचरा। अनि अब भयभरको मान्छे उहाँले बोलाउनु भएको हो मैले बुझ्दा चाहिँ। र भयभरको मान्छे बोलाएको थियो। अब त्यसमा कतिजना आए भन्ने चाहिँ त्यहाँ देखिएको छ र के बोले भन्ने कुराहरू पनि आएको छ। अनि अरू त भइहाल्यो। अब यो भाइ पनि भन्न मिलेन। फेरि भान्जाहरू, बिचरा भान्जाहरूलाई हर्क साम्पाङ मुर्दाबाद, यस्तो मेयर चाहिँदैन भनेर चाहिँ नारा भन्न लाग्यो। यस्तो नगर्नु होला। यो बिचरा युवाहरूलाई के थाहा है। यिनीहरू भनेको भर्खर त्यहाँ यसो पढ्दै गरेको होइन, +2 सिद्ध्याएर तपाईँको चाहिँ नि कलेज भर्ना भएको मान्छेहरू होला। अब यस्ता युवालाई हो यस्तो भन्न सिकाएपछि होइन देश कसरी बन्छ। नारा त हामी पनि लाउन सिकाउँछौँ होइन, लगाउँछौँ। हामी चाहिँ के भन्छौँ भने, हेर्दिनँ म अरूको आश, बन्दिनँ म जिउँदो लास, सजाउँछु श्रमले परिदेश, बनाउँछु म आफ्नो देश। हलोसरी जोतिन्छु म मेरै देशको माटोमा, आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ, आशा हेर्नु छैन मैले कसले मलाई के दिन्छ। 1 बन्छ 2 बन्छ 3 बन्छ, श्रमदानले हाम्रो देश बन्छ। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने, आफ्नो देश बनाउनु छ कसको आशा हेर्ने, म हुँ श्रमदाता। यो चाहिँ हाम्रो नाराहरू भयो होइन। यस्तै नाराहरू थुप्रै गीतमा पनि छ। हाम्रो धरती, हाम्रो आकाश, हाम्रो परिवेश भन्ने खालका यी कुराहरू हामी चाहिँ सिकाउँछौँ। अब पार्टीले चाहिँ यसरी चाहिँ युवाहरूलाई होइन यो भन्न सिकाउँछौँ। अब युवालाई कता लानुपर्ने हो, के गर्नुपर्ने हो भन्ने दृष्टिकोण, त्यो भिजन हामीसँग छ, अर्क साम्पाङ छ, अर्क साम्पाङसँग छ कि पार्टीहरूसँग रहेछ त भन्ने कुरा चाहिँ यहाँ देखिन्छ। आशा छ हो अर्क साम्पाङ जस्तो मेयर चाहिँदैन, अर्क साम्पाङ मुर्दाबाद भन्नुभयो। कस्तो मेयर चाहिँ चाहिन्छ त भान्जा हो, कस्तो मेयर चाहिन्छ त होइन। मुखमा एउटा कुरा, व्यवहारमा अर्को कुरा है, सोचाइमा फेरि अर्को कुरा। यो खालको मान्छे तपाईँलाई चाहिन्छ। म निर्वाचित भएदेखि यति कठोर परिश्रम गरिरहेछु, यति कठोर तपाईँको चाहिँ काम गरिरहेछु। श्रमदानको अभियानबाट हामीले वर्ल्ड रेकर्ड राख्यौँ है। यस्तो मेयर तपाईँलाई चाहिँदैन त कस्तो मेयर चाहिन्छ होइन। तपाईँहरूलाई ठग्ने, भ्रष्टाचार गर्ने, सेटिङ मिलाएर सबै सार्वजनिक जग्गा जमिन सबै बेची पठाउने होइन, भुँडी भर्ने, एउटा योजनाबाट चाहिँ नि होइन 10%, 20%, 30% भनेर निकालेर खान्थ्यो अरे पहिला भन्ने सुन्छु म। त्यो खालको मान्छे चाहिने कि कस्तो चाहिने त तपाईँहरूलाई? एकचोटि त्यो भनिदिनु न, कस्तो मेयर चाहिँ चाहिने हो त? ठ्याक्कै यस्तो चाहिँ चाहिने, हर्क साम्पाङ चाहिने, के अरे मुर्दाबाद, यस्तो मेयर चाहिँदैन भन्नुभयो। यस्तो मेयर चाहिँदैन, यस्तो चाहिँ मेयर चाहिन्छ भनेर भनिदिनु न त। त्यो पनि नारामा आयो हुन्थ्यो। अचम्म लाग्छ।
म तपाईहरुको लागि दुःख गरिरहेको छु यो धरानमा नि हैन मैले तपाईहरुको लागि दुःख गरिरहेको छु एउटा वर्किङ कल्चर श्रम संस्कृतिको विकास मैले गरेँ त्यो श्रम संस्कृतिले तपाईहरु जस्तो हैन अल्सी तपाईहरु जस्तो चाहिँ नि हैन यो जसले जे भन्छ त्यही मान्ने है जसले जे बोल भन्छ त्यही बोल्ने खालका युवालाई एउटा चाहिँ नि लाइनमा ल्याउनका लागि है काम गराउनका लागि काम गर्नुपर्छ भनेर पौरखी र जाँगरिलो बनाउनका लागि पौरखी बन्दाखेरि तपाईले नै सुख पाउने हो के पछि हैन गफ गरेर यस्तो नारा भाषण गरेर हुँदैन त उत्पादन हुँदैन एउटै निर्माण हुँदैन त्यसले गर्दाखेरि तपाईहरुको लागि मैले चाहिँ वर्किङ कल्चर हैन एउटा चाहिँ श्रम संस्कृतिको विकास गरिराखेको छु काम गरिराखेका छौं अहिले नारायण पथमा चाहिँ ठुलो ड्रेन बनाउने काम गरिरहेछौं त्यहाँ आएर सघाउनु न तपाईहरुले तपाईहरुलाई थाहा हुन्छ देश भनेको के हो अर्घसाम्पाङको हैन अर्घसाम्पाङले भन्न खोजेको के हो भन्ने कुरा तपाई जुन पार्टीमा आबद्ध हुनुहुन्छ त्यसको तपाईको चाहिँ सिद्धान्त तपाईलाई थाहा छ है सिद्धान्त थाहा छ तपाईहरुले तपाईको चाहिँ यो माओवादीकै पार्टी मान्छेहरु तपाईहरुलाई होला हैन त्यो माओ भनेको को हुनुहुन्थ्यो भन्ने तपाईलाई थाहा छ अब यस्ता कुराहरु केही नै नबुझिकन तपाईहरु चाहिँ यसरी कराउनुहुन्छ म बडो दुःख लाग्छ हाँस पनि उठ्छ है अब यसरी चाहिँ नि मुलुकलाई कहाँ पुर्याउने होला साथीहरुले र त्यस्तो नगर्नुहोस् छोड्दिनुहोस् ती कुराहरु तपाईहरुलाई एउटा युज एन्ड थ्रो गर्ने हो हैन कति तपाईको चाहिँ नि हैन जनयुद्ध लड्ने मान्छेहरु अहिले खाडी कता कता गइराखेको छ कता उनीहरुलाई युज एन्ड थ्रो गर्यो भने तपाईहरु को हो र तपाईहरुलाई त यसो प्रयोग गर्ने हैन एउटा न्यापकिन पेपरको रूपमा प्रयोग गर्ने हो है अनि तपाईलाई त्यसरी युज एन्ड थ्रो गर्ने हो अनि आज करा भन्ने अनि अर्घसाम्पाङ जस्तो एउटा मेयर पाउँदाखेरि त सारा संसारले चाहिँ नि गर्व गरिराखेको कुरा पनि छ है एउटा म त आफै म पनि भयो जस्तो होइन होला त्यस्तो नहोस् तर तपाईहरुले बुझ्नुपर्छ यो चीज अर्घसाम्पाङ जस्तो मेयर चाहिँदैन भने तपाईलाई कस्तो खालको मेयर चाहिन्छ त हैन आज एउटा कुरा भन्यो भोलि अर्को कुरा भन्ने खालको नेता चाहिन्छ कि हैन आज गृहमन्त्रीलाई राजीनामा दे यस्तो छानबिन आयोग गर्नुपर्छ भन्ने अनि भोलिको दिनमा हैन पर्दैन ठिकै छ भन्ने खालको तपाईको नेता त्यो चाहिन्छ कि कस्तो चाहिन्छ है कमिसन खोर दलाल हैन भ्रष्ट टाइपको मेयर चाहिने कि कस्तो मेयर चाहिने हो कि दिन रात तपाईहरुको लागि काम गर्ने हैन अफिसको नीतिबाट अफिसको कार्यक्रमबाट योजनाबाट मैले सेवा गरिराखेको छु भने त्यतिले मात्रै नपुगेर मैले चाहिँ नि है फिल्डमा आफै जोतिएर पनि यत्रो काम गरिराखेको छु दुनिया तपाईको चाहिँ नि ठाउँबाट खानेपानी जोड्ने त्यो खानेपानी तपाईकोमा आउँछ कि आउँदैन कि पैसा छैन भनेर म पनि बस्न सक्थेँ के अरु जस्तो पैसा छैन रहेछ पैसा छैन काम त गर्नु खोजेको नि हैन अब मलाई 1 अर्ब पैसा चाहिन्छ पैसा छैन भन्दै बस्ने खालको मेयर तपाईहरुलाई चाहिएको हो कि कस्तो मेयर चाहिएको हो हैन हरेक गल्लीमा तपाई जस्तो युवा लागौसत मनुष्य के रे नफसुन यस्तै राजनीतिक गुण्डागर्दीमा नफसुन भनेर चाहिँ मैले हैन विभिन्न ठाउँमा गएर सचेतना फैलाइराखेको हुन्छु त्यो खालको मेयर तपाईलाई चाहिएन हैन तपाईलाई कस्तो मेयर चाहियो त हो त्यस्तै गर उफ्री है उफ्री जा त्यसलाई ढुङ्गा हान त्यसलाई फुट काट भन्ने खालको मेयर चाहियो कि हैन मैले कसैलाई ढुङ्गा हान्न मैले सिकाएको छैन ढुङ्गा हान्न सिकाएको भए हैन हामी जति ढुङ्गा हान्न सक्छौं नि त्यति ढुङ्गा कसैले हान्न सक्दैन है त्यति धेरै ढुङ्गा हामी हान्न सक्छौं तर मैले ढुङ्गा हान्ने कल्चर सिकाएको छैन तपाईहरु जस्तो मान्छेलाई ढुङ्गा हान्ने कल्चर जसले सिकाउँदैछ त्यो मान्छेलाई चिन्नुस् र मलाई चिन्नुस् अनि मेरो मार्गमा मैले देखाएको मार्गमा हिड्नुस् ढुङ्गा हानेर एक दिन तपाई अर्को टाउको फुटाउनुहुन्छ आज तपाई अर्को टाउको फुटाउनुहुन्छ नि भोलि तेलले फेरि तपाईको टाउको फुटाउँछ है आज तपाई काट्नुहुन्छ नि मान्छेलाई भोलि फेरि तेल तपाईलाई काट्छ
अनि काटमार र तपाईँको चाहिँ कुटपिटमा है यो चाहिँ यस्तोमा युवा शक्तिलाई दुरुपयोग गरेर राज्यले के पाउने, देशले के पाउने? तपाईँ आज मुर्दाबाद भन्ने नारा लाउनुभयो। तपाईँले हर्क साम्पाङलाई चिन्नु भएको छ? हर्क साम्पाङको कसरी उसको जन्म भयो होइन? हर्क साम्पाङ भन्ने एउटा चाहिँ व्यक्तिले एक्लै सङ्घर्ष गरेर धरान उपमहानगरपालिकाको नगर प्रमुखको होइन पदमा चुनाव जित्यो। कसरी जित्यो, किन उसले सङ्घर्ष गर्नु पर्यो, यसको बारेमा रिसर्च गर्नु न तपाईँहरूले होइन? यत्रो धराने जनतालाई उसलाई किन पत्यायो, कसरी पत्यायो होइन एउटा एक्लो व्यक्तिलाई भन्ने बारेमा त्यो कहानी पनि तपाईँले एउटा चाहिँ पढ्दाखेरि होइन खोज्दाखेरि हुन्छ क्या है। एक दिन श्रमदानमा आउनु न तपाईँ है, आजै आउँदा पनि हुन्छ। आज अब भोलि छोडेर फेरि पर्सि पनि छ होइन, सोमबार अथवा शनिबार र हाम्रो बृहत भइ नै हाल्यो। यी कुराहरूमा आउनु न तपाईँहरू, यसो चाहिँ काम गरौँ न। किन यो के भनिराख्नु भएको त्यो तरिकाले नगर्नुहोस्। म सबैलाई त्यो भन्न चाहन्छु र मेरो होइन आह्वान छ, युवा हो देश बनाउन आउनुहोस् होइन, देश बिगार्नेको पछाडि तपाईँहरू किमार्थ नलाग्नुहोस् कहिल्यै पनि होइन। कदापि त्यो बाटोले तपाईँहरूलाई गन्तव्यमा पुर्याउँदैन है। तपाईँलाई मैले त्यहाँ हिजो सुन्दै थिएँ, हामी त लाउरेको छोराहरू हो है, हामी त कामै नगरी खानु पुग्छ पनि भन्दै हुनुहुन्थ्यो अरे त्यहाँ कोही कसैले। त्यो तपाईँहरूको लाउरेको छोरा है कामै नगरी खानु पाउनुपर्छ, खान्छौँ खानु पुग्छ भन्नु भनेको त्यो चाहिँ तपाईँको चाहिँ नि होइन भविष्य डामाडोल बनाउनु हो, त्यसो भन्ने होइन। लाउरे भने एकदम दुःख गर्ने मान्छे हो तपाईँको बाउले होइन। तपाईँको चाहिँ नि तपाईँ लाउरेको छोरा हुनुहुन्छ भने तपाईँको बाउले कति दुःख गरेको छ त्यो एकचोटि सोध्नु न, त्यो दुःखलाई महसुस गर्नु के है। विदेशी भूमिमा होइन बन्दुकको चाहिँ नालमा आफ्नो जीवनलाई राखेर होइन खुकुरीको धारमाथि हिँड्दै कमाएको पैसा हो त्यो है। त्यो पैसाको त्यसरी फुटानी लाउनु पनि हुँदैन होला। तपाईँको घर ठुलो होला, के होला, पुग्छ होला है, माया गरेर राखेको होला। तर ती सबै कुरा कसरी प्राप्त भयो त? सजिलो त थिएन होइन। ला भाइ लैजा भनेर बोरामा पैसा लाताले खाँदेर बोरामा पैसा दिइ पठाएको त होइन तपाईँको बाबुले। कति दुःख गरेको छ बाबुले चाहिँ त्यसरी दुःख गरेर पैसा कमाउने, अनि तपाईँले चाहिँ दुःखै नगर्ने है भन्ने किसिमले हुन्छ र मलाई जहाँसम्म लाग्छ तपाईँको बाबुले पनि हर्क साम्पाङको होइन समर्थक छ होला भन्छु म है। म लेखेरै दिन्छु 95% लाउरेहरू, अब 5% चाहिँ यसो पार्टीतिर कता कता अलिअलि त्यो बिचमा त्यो भ्रममा होइन हिँडिराख्नु भएको छ अझै पनि। तर 95% लाउरे दाजुभाइहरू हर्क साम्पाङको समर्थक हुन्। त्यसो भएको कारणले तपाईँको बाउले नै मलाई समर्थन गरिराखेको छ यतिखेर हो भने तपाईँले होइन हर्क साम्पाङ चाहिँदैन यस्तो भन्ने तपाईँलाई चाहिँ कसले भन्न लायो होइन? एक प्लेट चाउमिन खुवायो कि होइन, भरे अब रक्सी त खानुहुन्न होला तपाईँहरू यो उमेरमा होइन, अथवा के हो त ठुलो नेता बन्छस् भोलि भाइ अगाडि बढ सेवास भनेर तपाईँलाई चाहिँ खडा अबिर लगाइदिएको हो कि के हो त त्यो है? यस्तो कुरो भ्रमको पछाडि नलाग्नुहोस् तपाईँ है, भ्रमको पछाडि नलाग्नुहोस्। जुन तपाईँको चाहिँ नि सहकर्मीले तपाईँको चाहिँ नि होइन एउटा विभिन्न सङ्घर्ष गरेर चाहिँ त्यहाँसम्म पार्टीलाई पुर्यायो, ती सहकर्मीहरूलाई त सबैलाई लाताले हानेर त्यो पार्टीबाट निकालिएको छ। आज बाबुराम कहाँ छ, वैद्य कहाँ छ होइन, यो चाहिँ नि बादल कहाँ छ, यी यस्ता सबै कुराहरू त्यो भएको छ भने तपाईँ एउटा चाहिँ नि होइन सामान्य हिजो अस्ति +2 गरेर त्यहाँ छिरेको होला है। तपाईँलाई त्यहाँनिर निकै ठुलै मान्छे बन्छस् भनेर कसैले भनेको छ भने त्यो भ्रम हो। कसैले टीका लगाइदिएर ठुलो बन्दैन। तपाईँले सङ्घर्ष गरेर आफूलाई स्थापित गर्न सक्नुपर्छ र आफूलाई स्थापित गर्न सक्ने क्षमता यदि राख्नुहुन्छ भने होइन कुनै पार्टीको सहारा चाहिँदैन। हर्क साम्पाङ एक्लै धरान उपमहानगरपालिकाको नगर प्रमुख बनेर होइन सारा संसारलाई तपाईँको चाहिँ सारा संसारको मन जितेर काम गर्न सफल व्यक्ति हो
त्यस्तो तपाईँ पनि भन्नुहोस्। हर्क साम्पाङ चाहिँदैन होइन, हर्क साम्पाङ जस्तो म बन्छु होइन, हर्क साम्पाङ जस्तो म बन्छु भनेर चाहिँ तपाईँहरूले नारा लाउनु पर्छ भन्ने मलाई लाग्छ। अब त्यसरी चाहिँ नै भ्रमको पछाडि नलाग्नु होला। भन्न त मलाई धेरै कुराहरू छ, तर अहिले मैले यति भने। यो भिडियो चाहिँ विशेष गरी त्यो हिजो हर्क साम्पाङ मुर्दाबाद यस्तो मेरो चाहिँदैन भन्ने होइन, तपाईँको चाहिँ युवा र त्यस्ता युवा अरू पनि होइन, त्यहाँ देखिएको फ्रेममा देखिएको युवाहरू मात्रै नभएर तपाईँहरू जस्तै त्यस्ता अन्य युवाहरूको लागि मैले भिडियो होइन सामग्री चाहिँ बनाएको छु र सम्पूर्ण देश विदेशमा रहनुहुने तमाम युवाहरूको लागि पनि मैले यो चाहिँ सानो बौद्धिक खुराक पस्केको छु है। यति भने शुभ दिनको कामना सहित बिदा भएँ। नमस्कार।